साथीहरु नमस्ते। आज म तपाईहरुलाई फेनी रोटी बनाएर देखाउन जाँदैछु। त्यसको लागि रोटीको जसरी मैदाको पिठो लिने, त्यसमा अरु केही पनि नराख्नुस्, पानी मात्र राखेर माड्दै जानुस्। सुक्खा रोटीको जस्तो पिठो बनाउनुस्। मैले यो बनाएर राखिसकेको छु। अनि रातभरि भिजाएर राख्ने चामललाई त्यसलाई एकछिन घाममा सुकाएर ग्राइन्डरमा पिस्दिनुस्। यस्तो धुलो बन्छ। यसलाई यसरी चाल्नेमा राखेर यसरी चालेर मसिनो पिठो निकाल्नुस्। एउटा भाँडामा घिउ राख्दियौ। यो घिउलाई चलाउँदा हातले चलाउँदा गरेर सेतो बनाउनु पर्छ। चलाउँदै यो आफै सेतो हुन्छ। यसरी घुमाई मजाले फिट्नुस् अनि सेतो कलर बन्छ यसको। अब यो घिउ सेतो भइसकेको छ। यसमा अघिको चामलको पिठो राख्दियौ। अब यसलाई राम्रोसँग मिक्स गरौँ। अब यो साँठो पनि रेडी भइसकेको छ। यो पेस्टलाई साँठो भनिन्छ। एउटा भाँडामा सनफ्लावर तेल लियौँ। त्यसलाई यसरी दल्दियौँ रोटी बेल्ने ठाउँमा। फिनीको लागि पिठो बेल्ने ठाउँमा ठुलो ठाउँ भयो भने सजिलो हुन्छ। मजाले बेल्दियौ अनि त्यो उक्काउन सजिलो हुन्छ। तेल लागेन भने सबै टाँसिन्छ। अनि अघिको पिठोलाई यहाँ राखेर बेल्दै जाउँ। सकेको जति पातलो बनाएर बेलौँ। अलिअलि हातैले यसरी फैलाइदिउँ। बेल्न अलि सजिलो हुन्छ। बेल्नको लागि फर्स्टमा यो पिठो बाक्लो हुँदासम्म यस्तो अग्लो बेल्ना भयो भने सजिलो हुन्छ। त्यसपछि सानो बेल्ना चाहिन्छ। यसलाई यसरी बेल्दै जाउँ। मैले यसरी सबै रोटी बेलिसकेको छु। अब यसको माथि साँठो लगाउनु पर्छ। यसरी पातलो बनाएर साँठो दल्दै जाउँ सबै रोटी भरि माथिबाट। मैले यसरी यो सबै साँठो सबै रोटी भरि दलिसकेको छु। अब यसलाई घुमाएर गोलो बनाउनु पर्छ। थोरै निकालेर घुमाउनु पर्छ। यति बेला बिग्रिन्छ। यसरी यो सबै रोटीलाई यसरी गोलो बनाएर बटार्दै जाउँ। यसरी सबै यसरी गोलो बनाइसकेको छु। अब यसको यो नमिलेको भाग काट्दिनु पर्छ। छेउको यति भाग र यो भाग। यो रोटी अलि बाक्लो छ। यसरी हातले बेल्दै यसलाई लम्ब्याउन सकिन्छ। अलि लामो बनाउनु। यसलाई लम्ब्याउँदै एकदमै लामो भयो भने यसलाई बीचबाट यसरी काटेर दुईटा बनाएर लम्ब्याउन सकिन्छ। साइडको यो नमिलेको भाग यसरी काट्दियौ अनि यसलाई यतिको लामो
टुक्रा टुक्रामा काट्दै जाउँ सबै बराबर बनाएर। अब यसमा तेल राख्दिउँ, तेल मजाले लाग्नुपर्छ नत्र यो उक्किँदैन। राम्रोसँग तेल लगाइदिउँ अनि अघि काटेर राखेको यो फिनी रोटीलाई यो काटेको भाग दुईतिर काटेको भागलाई यसरी राखेर बेल्दै जाउँ बिस्तारै बिस्तारै। यस्तो चारपाटे सेपमा पातलो बनाएर यसरी बेल्दै जाउँ। अनि यसलाई बीचको भाग यस्तो लामो हुने गरी छेउछेउको यसरी सानो हुने गरी काट्दिउँ। ग्यासमा एउटा ताई बसालौँ, त्यसमा तेल राखौँ। यो लो हिटमा पकाउनुपर्छ यसलाई। फिनी भनेको सेतो हुनुपर्छ। तेलमा यो फिनी राख्दिउँ अघि बेलेको। यसलाई एकदमै लो हिटमा पकाउनुपर्छ नत्र यो पहेँलो कलरको बन्छ। फिनी एकदम सेतो हुनुपर्छ। यसरी पत्रा पत्रा बनेको निस्किन्छ। यसरी नै सबै फिनी पकाउँदै जाउँ। मैले यो सबै फिनी रोटीहरू बनाइसकेको छु। हेर्नुस् एकदम मजाको झुरुममा पत्र पत्र परेको छ, सेतो कलरको। यस्तै अरू रेसिपीहरूको लागि प्लिज मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला। मन परेको छ भने लाइक गरिदिनु होला, सेयर गर्नुहोला। हस् त, धन्यवाद।